जेसीको होस् कि गाइस, तर भाइब अन्त फिल हुन्छ नि त्यो चाहिँ तपाईँलाई एकदम हिल साइड एरिया, हिली एरियाकै दिन्छ हो। भ्यू पनि तपाईँले हेरिराख्नु भएको छ। अहिले फिलहाल चाहिँ हामी अबे फल जाँदैछौँ। सो यसो नजारा पनि हेर्नु होला। यस्तै छ क्या त, लाइक सिमिलर भनौँ न होइन, A to Z त होइन तर सिमिलर छ हो। गाडीहरू पनि आम्मामा यो चोन्तो गाडी चाहिँ गाडी चाहिँ हामी चाहिँ अब एकदम बोट पनि फाटेको रहेछ हो। बोट पनि फाटेको रहेछ। हामी चाहिँ अब पुगिसक्यो भन्दा पनि हुन्छ हो। यहाँ अगाडि गएर चाहिँ एन्टर टिकट 50 रुपिस काट्यौँ। गाइस फाइनली हामी आइपुग्यो अबे फल्स। अहिले हाम्रो गाडी छ यहाँ, हामी उत्रिसकेको छ। यसको नजारा यस्तै छ, तपाईँहरूलाई देखाउने हो गाइस। यहाँ चाहिँ रहेछ हो घिर्लिङ भन्छ नि त्यस्तो टाइपको रहेछ, तर नो एन्ट्री दिइरहेछ। मलाई जति लाग्दैछ यहाँ चाहिँ अलिकति प्रब्लम होला, त्यही भएर चाहिँ त्यस्तो भएको हो। सो हामी चाहिँ अब जाँदैछौँ अबे फल्स। तपाईँलाई झर्ना देखाउनेछौँ, यहाँको झर्ना कस्तो छ के छ हो, त्यहाँ गएर हेर्नुपर्छ त ल गाइस। यस्तो टाइपको छ एन्ट्रेन्स हो। हामीले टिकट दिइसकेको छ, हातमा सोते मिठाई छ गाइस। हामीले टिकट पनि काटिसक्यौँ र टिकटको चाहिँ पर हेड होइन 10 रुपिस रहेछ, बेसी पनि रहेछ हो। सोते मिठाई खाइसक्यो, अब चाहिँ हामी अबे फल्स इन्जोय गर्ने हो। यता साउन्डहरू यस्तै आउँदो रहेछ हो। जाँदैछ हामी हो। यो चाहिँ के हो? कुन चाहिँ? यो कफी। ए कफी, कफी रहेछ है यो चाहिँ गाई, कफीको रुखहरू हो। यस्तो टाइपको रहेछ बाटो चाहिँ। यस्तो सिँढीहरू छ हो, यसरी आउनुपर्छ हामी चाहिँ हो। यसरी आउँदैछ, पुरा लामो रहेछ क्या बाटो चाहिँ, एकदमै तल 10 रुपियाँ तिरेर झन्डै तपाईँको 150-200 रुपियाँको चाहिँ हिँडाइ पर्दो रहेछ क्या। बात त सही है। ल गाइस फाइनली हामी रिच आउट भइसक्यो। अबे फल्स हो, आइसक्यो। साउन्ड सुन्नु हुँदै होला तपाईँहरूले होइन, कफीको बोट तर माथिबाट कफी झर्दो रहेछ, लाइक कफी कलर ऊ पर त्यस्तै भनेको मैले त्यो कलर। डर लाग्दो गाइस, डर लाग्दो, डर लाग्दो, डर लाग्दो। हेर्नुहोस् है, इन्जोय गर्नुहोस्। दामी है। अभी मजा आएगा ना भिडो। मान्छेहरू चाहिँ टन्नै आएको छ है गाइस हेर्नुको लागि, कोही फोटो खिच्ने हो, कोही भिडियो बनाउने। आमा फाइनली हामी आइसक्यो अबे फल्स। अबे फल्स चाहिँ गाइस यही हो, हेर्नु सक्नुहुन्छ गाडी। यहाँबाट हेर्नुहोस् तपाईँहरू नजारा हो, यस्तो डेन्जर छ नि, यस्तो डेन्जर। आम्मामा भयङ्कर पानीको फोर्स खतरनाक। है त गाइस अब चाहिँ हामी यहाँबाट निस्केको हो। यहाँको जुन झर्नाको साउन्ड छ त्यसले गर्दाखेरि मेरो भोइस पनि तपाईँहरूले सुनेको छैन होला। सो अहिले फिलहाल चाहिँ अब हामी यहाँबाट निस्किने। यस्तो दामी नेचर, यति चिल छ हो। है त हामी चाहिँ गएको है त गाइस, देख्नुपर्छ। बनिरहेको होला, अब गएर एकछिन खानासाना खाने हो। 2 hours later. ल त है गाइस, आजको हाम्रो एउटा अबे फल्स ट्रिप कम्प्लिट भएर अहिले चाहिँ हामी लाग्दैछौँ राजा सिट। ल है गाइस फाइनली हामी आइसक्यो। त यहाँको हल्का भ्यू हेर्दा चाहिँ लाग्यो मलाई खरसाङको जुन चाहिँ छैन तपाईँको एगल क्रेट साइड त्यस्तै टाइपको रहेछ। लाइक एन्ट्रेन्स तपाईँको यस्तो टाइपको छ, यहाँ टिकट काट्नु पर्दो रहेछ हो। यहाँ चाहिँ यस्तो टाइपको नजारा छ। यहाँ चाहिँ पार्क टाइपको रहेछ हो, गार्डन टाइपको रहेछ, फ्लावर्सहरू लाइक यस्तो टाइपको हो।
पनि सके जस्तो भइसकेको छ र यहाँ चाहिँ एकछिनमा अँध्यारो पनि भइसक्यो हेर्नु सक्नुहुन्छ मेरो पछाडिको नजारा पुरै फगी लागिसकेको छ एकदमै चिसो चिसो भइसकेको छ मौसम हो एकदम हेर्नु त मान्छेहरू आउने आइरहेको छ जाने गइरहेको छ हो यहाँ चाहिँ राजा बस्ती जस्तो लाग्दैछ यहाँ चाहिँ राजा सिट त्यही होला सायद र यता चाहिँ पुरा फगी लागिसकेको छ बवाले छ है गाइस गाइस चाहिँ पुक्कुले छ हाम्रो पुक्कुस बात हुँदैछ हो आमा कति क्युटी क्युटी है कान्छी बोल्दैछिन् पुक्कुलेसँग ए केरा गुरुखहरू पनि कस्तो कस्तो खाले रहेछ हो आमा खतरा टाइपको छ है आई लभ राजा सिट सो टाइपको छ हो तपाईँहरू पनि है कुनै दिन समय मिल्यो भने है जिन्दगीमा एकपल्ट चाहिँ घुम्न आउनु होला यो जग्गा एकदमै दामी छ एकदमै तपाईँलाई हिल साइडको भाइब दिन्छ क्या एकदमै वान अफ द बेस्ट प्लेस भनौँ न अब यो कर्नाटकाको है कुर्गमा चाहिँ दामी दामी प्लेसहरू छ गाइस अब चाहिँ हामी पनि निस्किन्छ है ब्याट्री पनि सकिनु लागेको छ सो भेट्नुपर्छ गाइस फेरि पनि अर्को नयाँ दिन नयाँ ब्लग नयाँ सुरुवातमा अहिलेको लागि बाई बाई छ गाइस लभ यु अल टेक केयर स्टे सेफ बाई बाई गाइस